गाइस अझ नयाँ ब्लगमा स्वागत छ सबैलाई। आज कपाल काटेर आएको थिएँ क्या, त्यस्तो टक्क पारेर होइन निकै नै सन्चै होला भने सन्चै छु गाइस होइन। के भयो कि हिजो रात पानी परेर असिना झरेर गाइस हाम्रो जुगेडामा केही राखेन, केही आमका बोट थिए, आम आएका थिए, त्यो पनि सखा पारिदियो गाइस। अब्बै लगेर गएँ होइन। अनि तपाईँहरूकोमा पनि मेघ पऱ्यो होला, पानी पऱ्यो होला, असिना झऱ्यो होला होइन। यी हेर्नु आम पनि भित्र ल्याएर राखेको छु गाइस रातको बेला होइन। अहिले एक मात्रै ल्याएर राखेको थिएँ अनि एक टोपभरि उता छ अर्को घरमा गाइस। पुरा सखा पारिदिएछ। हजुरहरूकोमा सखा पार्नको लागि तयार होला, आम छिट्टै खाइहाल्नु होला। आम हल्का बच्चेपछि मेरो आम पुऱ्याइदिनु होला गाइस ओके। पुरा अहिले चाहिँ घाम लागेछ, पानी परेर पुरा हालत टाइट छ त गाइस, पुरा हालत टाइट छ गाइस पुरा। हेर्नु अहिले म घरभित्र छु गाइस होइन। यस्तो हालत टाइट भइसक्यो गाइस, बहुत गन्दा वाला। हिजो राति हामी यति 8 बजेतिर हामी डिके हाउस गयौँ। डिके हाउस गइसकेपछि के भयो कि पानी ठ्याक्क पर्न लाग्यो। मतलब कि हामीले घर काम गर्दै थियौँ अनि ठ्याक्क माथि बिजुली कटिँदैन थियो अनि ठ्याक्क हामी त्यहाँ गयो डिके हाउस गयौँ काम सकेर। अनि हामीलाई थाहा थिएन नि त पानी पर्ने आँट्यो, बिजुली त गड्किन थियो, पानी पर्ने आँट्ने थाहा थिएन। 33% पानी चाहिँ देखाएको थियो होइन हिजो, त्यही देखाएको थियो। त्यही हामीले मान्यो कि पानी आउँदैन, पानी नआयो भने ठिकै छ हामीले के भन्नु गाइस, त्यही मानेको थियो हामीले। हजुरआमा पनि पानी आएको होला चाहिँ बच्नु अनि सबैलाई बचाउनु। आम चाहिँ छिटो आइसक्यो गाइस। अहिले यति अर्को ब्लगमा भेटौँला, बाई बाई गाइस।